दर्शक पनि यतिखेर भुन्टीलाई आफ्नो श्रीमानले धेरै दुःख दिएको कुराहरू थाहा पाएपछि भद्रले भुन्टीको श्रीमान भनेर भुन्टीको दाइ टोकलेलाई मरिसन्न हुने गरेर बीच बाटोमै झापड हानेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ यो दृश्य टोकलेको श्रीमती पूर्णिमाले परबाट देखेपछि दौडिँदै आएर भद्रमाथि यानि कि भद्रको गाला फुट्ने गरी चट्कन हानेको दृश्य हामीले देख्न सकिन्छ। हो दर्शकगण, तसर्थ मेरो श्रीमानलाई बीच बाटोमा कुट्नु तपाईँको अधिकार के छ अनि त्यसरी मेरो श्रीमानलाई किन कुटेको भनेर पूर्णिमाले यस खालको प्रश्नहरू गरेपछि भद्र भने दङ्ग र छक्क पर्दै छाँगबाट खसे जस्तै भएको दृश्य हामीले देख्न सक्छौँ। हो दर्शकबिन, तसर्थ यतिखेर भने पूर्णिमाले आफ्नो श्रीमान टोकले भएको कुरा साबित भइसकेपछि पूर्णिमा र टोकले श्रीमान श्रीमती हो भन्ने कुरो साबित भइसकेपछि यतिखेर भद्र भने दङ्ग पर्दै सोध्न थालेका हुन्छन्। भुन्टीको श्रीमान भनेर मैले उहाँलाई भुन्टीलाई धेरै तनाव र यातना दियो भन्दै कुटेको हुँ। तसर्थ उहाँको श्रीमती त तपाईँको हुनुहुँदो रहेछ अनि भुन्टीको श्रीमान को हो त भनेर भद्रले भने टोकलेलाई सोधिरहेको दृश्य हामीले देख्न सक्छौँ। भने यथार्थ कुराहरू टोकलेले बताइसकेपछि भद्र र टोकले र पूर्णिमा भने यतिखेर एकजुट भइसकेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ यतिखेर उता भुन्टीलाई भने तनावै तनाव दिइरहेको छ। जेरी र श्रेयाले गरेको यानि कि रचेको प्लान भने यतिखेर विफल भइसकेको छ। तसर्थ एआईबाट भिडियो बनाएर भुन्टीलाई माया गर्ने श्रीमान र ससुरो बुवा अनि जेठाजुको भिडियो एआईबाट बनाएर यसरी श्रीमान जेठाजु र ससुरो बाले तिमीलाई यसरी भन्नुभएको छ, यस खालको कुराहरू गर्नुभएको छ भिडियो मार्फत तिमी घर नभएकै कारण। तसर्थ उहाँहरूले यसरी भनिसकेपछि तिमी घरमा बस्नु कुनै औचित्य छैन। तसर्थ तिमीले कानुन अनुसार तिम्रो श्रीमान भूपेन्द्रलाई डिभोर्स गरेर यस घरबाट निस्केर जानु नै तिम्रो उचित हुनेछ भनेर जेरी र श्रेया मिलेर यस खालको कुराहरू भुन्टीलाई गर्दै गर्दा भुन्टीले नमानेपछि यतिखेर तिनीहरूको प्लान पनि चौपट्ट भइसकेको छ। भने गाउँमा आफ्नो बहिनीको विवाहमा गएको आफ्नो जेठाजु पनि त्यहाँ घरमा आइपुगिसकेको दृश्य हामीले देख्न सक्छौँ। तसर्थ यतिखेर भुन्टी श्रेयालको समाप्त त्यही भएको थियो। हो दर्शकबिन, अब भुन्टी श्रेयालले कस्तो मोड्लेला त भन्ने विषयमा भने पक्कै पनि अब आउने नयाँ भुन्टी भागको प्रतीक्षा हामीले गर्नुपर्ने हुन्छ। त्यतिन्जेलसम्मको लागि हामीले प्रस्तुत गरिएको यस भुन्टी श्रेयाल भिडियो तपाईँहरूलाई कस्तो लाग्छ, मन परेमा भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी हामी सँगै जोडिनु भने अवश्य नभुल्नुहोला भन्दै आजको यस भुन्टी श्रेयाल भिडियोबाट बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल सुखद रहोस्। हवस् त, धन्यवाद।